गुड मर्निङ, नमस्ते तपाईहरू सम्पूर्ण मित्रहरूलाई। आज म धनकुटा जिल्लाको रमाइलो ठाउँहरूतिर दृश्य देखाउँदैछु। त्यहाँ केही खिचेका फोटोहरू अपलोड गरिराखेको छु। तपाईहरूले नै ती फोटो हेरेर अनि त्यहाँको रमाइलो वातावरणहरूसँग रमाउनु होला। यो ठाउँ धेरै नै राम्रो ठाउँ छ। टाइम पाउँदाखेरि जीवनमा एकचोटि घुम्नु नै पर्ने ठाउँ है यो गाइजहरू। धेरै नै रमाइलो ठाउँ छ। यो धनकुटा जिल्लामा पर्छ। तराई क्षेत्रदेखि नजिकै मदन भण्डारी राजमार्गदेखि नजिकै पर्छ। 20-25 किलोमिटर माथि एउटा धनकुटा जिल्लाको राजारानी भन्छ। राजारानीदेखि पनि नजिक पर्छ, तर एकदमै रमाइलो ठाउँ। तपाईहरू पनि कुनै बेला आफ्नो खाली समय छुट्टीको दिनहरू कता गएर बिताउँ भनेर सोचिराख्नु भएको छ भने गन्तव्य यसलाई पनि बनाउन सक्नुहुनेछ। एकान्त, सुनसान, रमाइलो, एकदमै रमाइलो ठाउँ छ साथीहरू। तलदेखिको फाँटहरू चाहिँ तराई हो, त्यति टाढा छैन। 1-1.5 घन्टाको हिँडाइपछि तराई भेटिहाल्नुहुन्छ। धेरै नै रमाइलो ठाउँ छ है साथीहरू। ल हेर्नुहोस् त, हामी तराईमा रमाउनेहरूलाई पहाड त त्यसै नै रमाइलो लाग्छै लाग्छ। तर पनि यति रमाइलो ठाउँ पाउँदा को चाहिँ रमाउँदैन होला। धेरै नै रमाइलो ठाउँ छ। म पनि यो पटकको 2082 सालको तिहार चाहिँ मनाउनु भएन। बाबा खस्नुभएको 5-6 महिना मात्रै भयो। अनि यतातिर गएर तिहारको समयमा आफ्नो टाइम बिताएको है साथीहरू। हेर्नुहोस् त कति रमाइलो, कति आनन्द। वाउ, पहाडमा बस्नको लागि त केही नै होइन होला, केही नै हुँदैन। तर हामी तराईवासीहरूको लागि यस्तो पहाड धेरै नै रमाइलो लाग्छ। हुन त म पनि पहाडमै जन्मेर हुर्केको हो, तर धेरै साल भयो पहाडदेखि तराई झरेको। अन्त बचपनको अवस्था पहाडमै बिताएर होला। पहाड धेरै नै राम्रो अनि रमाइलो लाग्छ। अलिकति टाइम पाउँछु म पहाडतिर नै गइहाल्छु घुम्न, बस्न, रमाइलो गर्न। त्यसैको लागि यो फोटोहरू चाहिँ पछिसम्म रहोस् भनेर मैले नि युट्युबमा हालिदिएको छु। यो भयो भने पछिसम्म पनि हेर्न पाइन्छ, गर्न पाइन्छ। यो चाहिँ जेफाले हो साथीहरू, जेफाले है, जेफाले। यो चाहिँ डाँडा बजार, धनकुटा डाँडा बजार हुँदै नि आएको हो। धनकुटा डाँडा बजार, जाउँ साइली जाउँ माइली, के छ विचार भन्ने ठाउँ यही नै हो। धेरै ठाउँहरू भेट्छ यो बाटोले। धनकुटा डाँडा बजारदेखि उतातिर गएर ओह्रालो झऱ्यो भने, बेथानेदेखि ओह्रालो झऱ्यो भने लेटाङ भेट्छ होइन। बेथाने हुँदै उँधो झऱ्यो भने लेटाङ भेट्छ। अनि यो डाँडा बजारदेखि दाहिने लागेर ओह्रालो झऱ्यो भने चाहिँ कहाँ झरिन्छ भने नि केराबारी, ठ्याक्कै केराबारीमा झरिन्छ र मदन
भण्डारी राजमार्ग भेटिन्छ। यो चाहिँ त्यहीँ तलतिर जेफालेदेखि तलतिरको चिया बगान हो। अब हेर्नुहोस् त उसको बिचको रिच यहाँ दामी छ। यो एउटै बाटोले तपाईहरू भेट्नुहुन्छ। कुन भेट्नुहुन्छ? धरानदेखि निस्केपछि भेरेटार हुँदै राजारानी हुँदै डाँडा बजार, धनकुटा डाँडा बजार हुँदै यता जेफाले हुँदै रमिते हुँदै थुप्रै यो पर्यटक स्थलहरू भेट्नुहुन्छ यो बाटो आउँदाखेरि। तर धेरै नै कठिनपूर्ण छ यो ठाउँहरू हुन चाहिँ। धेरै नै कठिन बाटोहरू चाहिँ हो। यो चाहिँ हो भ्यू पोइन्ट। यो चाहिँ हो ल हेर्नुहोस् रमाइलो ठाउँहरूको फोटोहरू याददास्तको लागि राखेको छु ल साथी मित्रहरू। अन्त त्यसपछि चाहिँ उ गर्ने हो ल तपाईहरूले पनि हेर्ने यो मजासँगले है। युट्युबमा लगायो भने कालान्तरसम्म रहिरहन्छ नि त होइन मित्रहरू। दिनहरू त बित्दै जान्छन्, बिर्सिँदै गइन्छ। तर ती पलहरूको सम्झनाका लागि फोटोको एल्बम बनाएर भिडियो बनाएर मैले लगाएँ। त्यस्तै त हो, हामी युट्युबमा भाइरल हुनु परेको छैन, पैसा कमाउनु परेको छैन, कमाउँछु भन्ने पनि हुँदैन। तर यो एउटा फोटो डायरी जस्तो हुँदो रहेछ। अन्त त्यसैले म चलाइराख्छु। अब म भाइरल हुन्छु, भाइरल बनाएर पैसा कमाउँछु, यो गर्छु त्यो होइन। तर यो मेरो दिनचर्याको फोटो डायरी जस्तै बनाएको छु। तपाईहरू पनि छ भने भन्नुहोस्, म तपाईहरूलाई सब्सक्राइबर गरिदिन्छु, साथी बनिदिन्छु है। यो तेह्रथुम जिल्ला पर्छ। पारीको बाटा चाहिँ तेह्रथुम जिल्ला हो, वारी चाहिँ धनकुटा हो। यो तेह्रथुम जाने बाटोमा हो ल। यो भाइरल डाँडा हो। भाइरल ढुङ्गा नि भन्दो रहेछन् कहिले भाइरल डाँडा नि भन्दो रहेछ। यो चाहिँ भेरेटारदेखि 2 किलोमिटर जस्तो तल पर्छ होला बाटोमा। धेरै राम्रो ठाउँ छ, धेरै रमाइलो। हामीलाई यही त हो रमाइलो होइन। सालभरि, महिनाभरि, हप्ताभरि आफ्नै ड्युटीमा व्यस्तता भइन्छ। त्यो व्यस्तताका बावजुद नि हप्तामा, महिनामा, 2 महिनामा 1 दिन निकालेर नि काहीँ यस्तो रमाइलो क्षणतिर, रमाइलो ठाउँतिर गइयो भने ती हप्ता दिन, महिना दिनभरि गरेका आफ्ना दुःखका कामहरू हुन्, हरेक तनावहरू हुन्। मान्छेको जिन्दगी हमेसै तनावमा हुन्छ, जो कोहीको पनि। तर त्यो तनावहरूदेखि मुक्त हुन्छ। तनाव नहुने भने त मान्छे नै हुँदैन नि। हर कोहीको एउटा न एउटा समस्या, एउटा न एउटा तनाव, एउटा न एउटा इच्छा, आकाङ्क्षा हुन्छ नै हुन्छ। त्यही भएर नै हामी हमेसै अगाडि बढिराखेको हुन्छौँ। आज अलिकति छ भने भोलि अलिक धेरै होस् भन्ने चाहना राख्ने महत्त्वाकाङ्क्षी भएर हरेक मान्छे महत्त्वाकाङ्क्षी हुनुपर्छ, आशावादी हुनुपर्छ। त्यही भएर अगाडि बढ्न सकिन्छ। जो मान्छेको इच्छाहरू नै हुँदैनन् भने त्यो मान्छे कहिले अगाडि नै बढ्दैन। हमेसै इच्छा हुनुपर्छ, चाहे त्यो सफल होस् नसफल होस्। सबै इच्छाहरू पुरा हुन्छन् भन्ने छैन, तर इच्छा चाहिँ हुनुपर्छ।
भन्ने मेरो बुझाइ छ। त्यस्तै होइन त साथीहरू, के हो मित्रहरू, कमेन्टमा यसो लेख्नुहोस् ल। कति रमाइलो छ। आहा, यो जिन्दगी फेरि फेरि कहाँ घुमेर आउँछ र होइन। ओ पारी देखिएको डाँडाको बाटो देखिँदैछ नि, त्यो बाटो गएको हो म पनि फेरि। पारी देखिँदैछ फोटोको त्यो बाटो नि, त्यो चाहिँ हो। त्यसको नाम के पो हो, त्यता पनि गइयो। अहिले चाहिँ फोटोमा पारी देखिँदैछ नि, त्यो भित्तामा पनि हो। पहाडको माथि माथि यस्तो रमाइलो ठाउँ छ नि, धेरै रमाइलो ठाउँ छ साथीहरू। हरियो वन नेपालको धन, डाँडा काँडा यस्तै छ। कति रमाइलो। आहा, कहाँ खान्छ हौ? फटाफट छिटो गरेर उ गर्नु। फटाफट छैन पैसा त, हिँड्दै जानु। उसैले हनाइहाल्छ, उसैले हानिहाल्छ। चाहिन्छ, दिन्छ उसैले। उसकामा जाऊ न, के को उसमा र त उसमा जाऊ न, साइकलमा। हुन्छ बिस्तारो चलाउनु, हुन्छ। बिस्तारो जानु। वाउ, सुपर नाइस। बोनी भएको छैन बा ल। हेर्नुहोस् तल धरान, हाम्रो धरानदेखिको धरान। कति रमाइलो हाम्रो धरान। वाउ, तल देखेको चाहिँ धरान हो ल साथीहरू। सन्चै हजुर, सन्चै के छ तपाईँको खबर? आराम कुशल? सामान लाउनु भयो? किन? कहाँ झर्छ त? तिहार पछि झरेको छैन होला? ए, तिहार पछि हुन्छ, राख्नुहोस् न। तिहार पछि अहिले कति दिन भयो र त?
के छ भन्छ म त लिन आएको के लिन आयो छ त के छ कि छैन के पानी हौ के छ होला त्यहाँ हेर न